नमस्कार, म बालकुमारी घिमिरे। कवि ताराप्रसाद चापागाईज्यूले लेख्नुभएको कविता सहर सुनेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछौं। सहरको ढलसँगै बगेको सपनाको दुर्गन्ध मनभरि छिरिरहेको छ। टोकिएको मान्छेपन, कुहिएको भरोसा सबैतिर फैलिएको छ। गर्मीमा उम्लिएको फोहोरको डङ्गुरबाट बाफ निस्कन्छ। गर्मीमा उम्लिएको फोहोरको डङ्गुरबाट बाफ निस्कन्छ। रगतमा भिजेको कपडाले मान्छेका कथाहरू बताउँछन्। टालटुल पारिएका सडक धुलोले पुराना चिहान जस्तै देखिन्छन्। टालटुल पारिएका सडक धुलोले पुराना चिहान जस्तै देखिन्छन्, जहाँ अतीतका पाइला गाडिएका छन्। एउटा भत्किएको गल्लीमा आधा चपाइएको एउटा मुसो आँख बोकेर घिस्रिरहेको छ। उसको पछाडि एउटा बिरालो निष्पट्ट आँखा लिएर पर्खिरहेको छ, जस्तो कि मृत्युलाई टोक्न आतुर छ। जस्तो कि मृत्युलाई टोक्न आतुर छ। सहरका गन्धहरू लासहरू जस्तै बिस्तारै कुहिँदैछन्। सहरका गन्धहरू लासहरू जस्तै बिस्तारै कुहिँदैछन्। एउटा नालीको छेउमा कुकुरको मुटु चिथोरिएको छ। एउटा नालीको छेउमा कुकुरको मुटु चिथोरिएको छ। त्यसको छालाले हड्डीसँग साइनो तोडिसकेको छ। चिलहरू आकाशबाट सोधिरहेका छन्। चिलहरू आकाशबाट सोधिरहेका छन्, यो सहर अझै बाँचेको छ? तल भिडभाडको बजारमा मासु पसलको झ्यालभित्र सरसर बगिरहेको रातो तरलले कुनै पुरानो बत्सालाको कथा दोहोर्याइरहेको छ। मानिसहरू हतारमा छन्। मानिसहरू हतारमा छन्। कोही हेर्दैनन्। रगतमा डुबेको सहरका ऐना च्यातिएका छन्। मानिसहरू हतारमा छन्। कोही हेर्दैनन्। रगतमा डुबेको सहरका ऐना च्यातिएका छन्। यहाँ मृत्युसँग पनि बाँच्नुपर्छ। यहाँ मृत्युसँग पनि बाँच्नुपर्छ, किनभने यो सहर हो। यहाँ मृत्युसँग पनि बाँच्नुपर्छ, किनभने यो सहर हो। यहाँ मृत्युसँग पनि बाँच्नुपर्छ, किनभने यो सहर हो। धन्यवाद।